चाहिँ के हो के कुराले साथ नदिएको जस्तो यस्तो हिलो रहेछ यहाँ त पुरा भलै आएको रहेछ नि त नि भन्दा यो के कुराले साथ नदिएको जस्तो भइरहेछ आज किन सबै कुराले साथ दिएछ पानी परे छैन घाम लागे छैन घाम लागिरहेछ त पानी चाहिँ परे छैन तर यो स्कुटरले चाहिँ दम दिन सकिरहेको छैन कि एकदम ओभर हिट भइरहेछ यो यति नर्मल बाटोमा पनि यति 3 लाइन त हुनु नपर्ने एक लाइन मात्र हुनु पर्ने 3 लाइन भइरहेछ 3 लाइन भएपछि अलिकति ओभर हिट हुनु खोज्छ क्या इन्जिन हिट भइदिन्छ नि त अनि तान्दाखेरि अलिकति तान्नै पावर नपुगे जस्तो भइरहेछ शुभ बिहानी शुभ दिन स्वागत छ सबैलाई हाम्रो युट्युब च्यानलमा अनि आज चाहिँ हामी काठमाडौँदेखि बाह्रविसैको लागि यात्रा गर्दैछौँ यात्रा घरदेखिको भए पनि हामी चाहिँ धुलखेलबाट सुरु गरेको छौँ अहिले हैन खासमा घरदेखि चाहिँ सुरु गर्न खोजेको तर एकदम घाम पनि सिधै फेसमा परिरहेको भएर पनि हामीले भिडियो खिचेनौँ अनि यता भक्तपुर यो बनेपा साङ्गातिर नि खासै खिचेनौँ किनकि त्यहाँ पनि अब त्यस्तै धुलो भइरहेको थियो अनि यहाँ चाहिँ फेरि धुलखेल फेरि कटेपछि मौसम बेग्लै हुन्छ फेरि यहाँको चिसो मौसममा हिँडेको जस्तो कि जाडो महिनामा हिँडे जस्तो बिहान चाहिँ तुवालो लाग्छ क्या यहाँतिर चाहिँ फेरि अहिले एकछिनमा देखाउँछु अहिले मैले यहाँ माथिबाट देखिरहेको छु देख्न चाहिँ होइन अलिक तल पुगेपछि मजाले प्रष्ट देखिन्छ क्या अब चाहिँ होस् बाटो चाहिँ लगभग ठिकै थियो भनौँ न काहीँमा चाहिँ अलिकति अप्ठ्यारोहरू थियो हिलो थियो घाँटीमा नि धुलो बसेर खोकी लागिसक्यो अब यहाँसम्म पनि बाटो राम्रै रहेछ जस यो होइन तर पिच गरेको छ अब यो पनि केही वर्षको लागि मात्र हुने होला यो काम चलाऊ नत्र अझै बिहान 7 बजीतिरको यो बाटो हिँड्ने हो भने माहौल चाहिँ मौसम पनि एकदम फ्रेस लाग्छ क्या यहाँको चाहिँ फेरि तर यहाँको बाटो अझै कम्प्लिट हुन बाँकी नै रहेछ क्या है नेपालभरिको यत्तिकै बाटो भयो भने ठिक्क हुन्छ क्या पछि यो बाटो बन्यो भने त 4 लेनको बाटो बन्छ धेरै हो कि बन्दैन होला है धेरै पछि लङ राइड गऱ्यो आज अनि भिडियो पनि हाम्रो धेरै पछि नै बन्यो किनभने अब त्यस्तै परेको थियो मेरो कामको व्यस्तताको कारणले अब यताउता भिडियो नि खासै बनाउन पाइरहेको थिएन अनि काम पनि त्यस्तै भइरहेको थियो अनि अहिले चाहिँ भएन धेरै नै काम गरियो धेरै नै बिजी भइयो अब केही टाइमको लागि रेस्ट चाहियो होइन माइन्ड फ्रेस गर्नु हिँड्नु पऱ्यो भनेर चाहिँ बिदा लिएर यसरी घुम्न हिँडेको हामी चाहिँ यहाँ बाटो अलिकति बनेको रहेनछ त्यही भएर ढिलो भएर रहेछ पहिरो गएको क्या यहाँ होइन नि त अझ सुकुटेमा पो ए त्यो उता त्यो रिसोर्टनिर हो त्यो रिसोर्टनिरको त जमिनै भाँसेर गएको छ नि त अहिले एकछिनमा देखाउँछौँ यहाँ त पनि कस्तो यो दह हो यो मुहान फुटेर आउने रहेछ नि यहाँतिर त त्यो बिजोग छ बाइकमा हिँड्नेहरूलाई त बिजोग हो यो बर्खाको टाइममा चाहिँ म चाहिँ पुरा बिग्रेको बाटो मात्र देखाउँछु अब धेरैले सध्य बाटो पिच बाटो चिल्लो बाटो मात्र देखाउँछ भिडियोमा म चाहिँ बिग्रेको बाटो देखाउने हो बाटोको अवस्था देखाउने हो कि अनि पो राइडरहरूलाई पनि सजिलो हुन्छ क्या भाइ यो बाटो यस्तो रहेछ है भन्दा पहिला प्रि प्लान गरेर आउँछ नि त 4-5 वर्ष अगाडि कस्तो थियो बाटो है आमामा धुलो खाएर हिँड्नु पर्थ्यो
होइन लुगा त धुलो त अहिले भइसक्यो होला अघि नै उता साङ्गा बनेपाको बाटोले नि ढोस्तो बनाइसक्यो हो उतातिर त धुलै धुलो हो रहेछ अनि हामी के गर्ने ब्रेकफास्ट गर्न जाने कि सिधै जाने हो पर्दैन भोक लाग्यो चना खाएर चाहिँ चिया खाएर बिहान हुन त अब घरैमै अब हल्का ब्रेकफास्ट गरेर त निस्केको हो यसमा चाहिँ माछाले के दोलघाटमा गएर माछा लिएर जाने दोलघाटबाट माछा लिएर जाने किन डबल फ्राई चाहिँ ए बाटो त अब यस्तै छ जस यो पनि नराम्रो छैन ठिकै छ त्यस्तो उफाने सफाने भन्ने बाटो छैन ग्राभल गरेर राखेको रहेछ तर चलाउँदाखेरि त्यस्तो गाह्रो चाहिँ फिल हुँदैन ठिकै छ बिचरा अब यो भैँसीलाई चाहिँ अलिकति अप्ठ्यारो गरेर लगिरहेको रहेछ गाडीमा अब एक ठाउँबाट अर्को ठाउँ लान नि गाह्रो छ नि त अब जनावरले हिँडा लाउने नि सम्भव भएन यहाँ चाहिँ के भइरहेछ यहाँ तल जस बेस मिलाउँदै रहेछ लगभग पहिला यो खावा आउनु पुग्दाखेरि नै मलाई कति टाइम लाग्यो जस्तो हुन्थ्यो पहिला बाटो बिग्रेको हुँदाखेरि जस अहिले चाहिँ छिटै आइपुगे जस्तो भइरहेछ यो चाहिँ खावाको मेन बजारमा चाहिँ जस काम भइरहेको रहेछ होइन टक्क लाएर खावाको बजार जस बेसहरू मिलाउँदैछ विकासको प्रक्रिया अगाडि बढ्दैछ धुलो सिस्तो भए पनि होइन यो दाना भाँसेको थियो कि अब त्यो बेसहरू मिलाउँदै थियो नि त यहाँनिर बनाउँदै मिलाउँदै थियो खोइ कहाँनिर हो जस यो हो कि कतातिर हो तर यो हो तर धेरै अगाडिको भिडियो राखेको थियो कि हो तर बनाइसकेछ अहिले लगभग त ल त्यसको लगभग मिलाइसकेछ तर भिडियोमा चाहिँ देखाएको अनुसारले त अस्ति नै भर्खरै भएको जस्तो देखाइरहेको थियो यो बिग्रेको बाटो भने चाहिँ धेरै छैन अब यहीँ अलिक तलसम्म मात्रै हो त्यसपछि त अनि पिजै हो नि जस आजको मौसमले नै साथ दिइरहेछ पानी चाहिँ परेको छैन अहिले अब हिजो राति बेलुका त अब पानी परेको अस्ति पानी परेको हिसाबले त ओहो हामीलाई त जान नै गाह्रो होला जस्तो भइरहेको थियो तर आज बिहान चाहिँ अब घाम लाग्ने चाहिँ काठमाडौँमा त घाम लाग्यो भने अब भ्याली बाहिरतिर त भन्न सकिन्न मौसम के हुन्छ कस्तो हुन्छ भन्ने कुरो अब यहाँबाट अलिअलि पिच सुरु भइहाल्यो यहाँबाट चाहिँ त्यस्तो बिग्रेको बाटो चाहिँ छैन हामी नआएको नि अब धेरै भइसक्यो लगभग अब यहाँको केराघारीको फेमस ब्रेकफास्ट गर्ने ठाउँ यहाँ आउँदैछ अब चाहिँ होइन तर ठाउँको नाम केराघारी भए पनि अब केराको बोट चाहिँ कहीँ पनि देखिँदैन फेरि यहाँनिर भने अलिकति यसो केरासेराको घारी त्यस्तो बोटहरू देखेको भए पनि ल है यो त केराघारी भनेपछि नाम अनुसारको नि ल ठाउँ पनि छ है भन्ने हुन्छ नि त तर छैन क्या यहाँ अब गाउँतिर चाहिँ अब कस्तो रहेछ थाहा छैन होइन अब यिनीहरू यो पासकाल अर्ग्यानिक यो होइन यो पनि चाहिँ एक ठाउँ ब्रेकफास्ट गर्ने ठाउँ यहाँ अब खुवाहरू पनि दामी पाइन्छ कि यहाँनिर चाहिँ अब यहाँ बिहान कस्तो भने चिया होइन अनि पाउरोटीमा खुवा राखेर दिन्छ क्या यस्तो दामी छ कि फेरि अरू ठाउँमा त बटर जाम होइन कि नेपाली ट्रेडिसनल स्टाइलको ब्रेकफास्ट लस्सी पनि दामी पाइन्छ मिठो पाइन्छ यहाँ अनि त्यही माथि खुवा त भन्नै पर्दैन यहाँ के अर्ग्यानिक हो फेरि खुवा चाहिँ लाइभ देखिन्छ कि बनाइरहेको लाइभ सब बनाउँछ आँखा अगाडि तर त्यही तातै खुवा पनि दिन्छ कि यस्तो दामी हुन्छ फेरि जस्ट दुई ठाउँ छ राम्रै छ यहाँ र अनि तलपट्टि हो क्या अरे के हो कतापट्टि हो मैले दुई ठाउँ चाहिँ नजिकै छ तर राम्रो मिठै पाउँछ कि त्यहाँ चाहिँ
मजा लिँदै हो यो पनि यो टक्क भ्यू पोइन्ट हेरेर होइन त यहाँ पनि छ लसेसी पाइन्छ यहाँ पनि होइन यो भयो यहाँनिर यो गौरी शङ्कर भन्ने छ यहाँनिर नि टक्क जस धेरै मान्छे यहाँ आएर चाहिँ चियासा खाने ठाउँ चाहिँ बनाउँछ कि आफ्नो डेस्टिनेसन चाहिँ बनाएकै हुन्छ हामी चाहिँ अहिले 5 खाल आइपुग्यो होइन लगभग 1.5 घन्टामा आइपुग्यो हामी यो ठाउँ चाहिँ एकदमै रिस्की एरिया हो कि यहाँ चाहिँ रोड ठुलो भए पनि कुदाउन मन लाग्छ त्यही भएर सकेसम्म यहाँ चाहिँ कुदाउनै हुन्न यहाँ चाहिँ बनाउँदै रहेछ बिचमा डिभाइडरहरू तर सकेसम्म अलिक चाँडै भयो भने अलिकति यात्रु गर्नेहरूलाई पनि अलिकति सेफ हुन्छ क्या हुन त मेरै पनि आफ्नै साथीहरूसँग आउँदाखेरि यहाँ माथिनिर एक्सिडेन्ट भयो हो होइन त्यही भएर यो बाटो ठुलो देख्यो भने पनि कुदाउनु भएन अलिकति आफू पनि सेफ भएर कुदाउनुपर्छ अब यसरी हुन्छ बच्चाहरू कता कता हिँडेर आउँछ होइन फुट्ट लाएर दौडेर आइदिन्छ त्यही भएर बिस्तारै हिँड्नुपर्छ मेरो एक्सिडेन्ट चाहिँ लगभग यहीँतिर भएको थियो कि एक्सिडेन्ट चाहिँ त्यतिखेर यो बाटो यस्तरी कस्तो थियो भने हम्पु उठेको कि अलिकति बाटो उठेकोवाला थियो पिच भए पनि अलिक उठेको उताबाट आउँदै थियो ठ्याक्कै हिँड्दाखेरि बङ्गै पल्टेको थियो अब हामी लडेको थियो नि यहाँ एक्सिडेन्ट परेको थियो कि सुजेनले चलाएको थियो होइन म पछाडि थिएँ सिधै बङ्गै हो नि बिजोग पाराले गएको थियो के भन्दा साथीको दाँटै गयो अगाडिको सिधै फेसै बजाएको थियो कि हेलमेटले नि सेफ भएन त्यतिखेर हाफ हेलमेट थियो सिधै गयो नि दाँटै गएर अब स्कुटर पनि त्यतिखेर डाङडुङ भयो अगाडिको फुट्यो कति चुराहरू फुट्यो अनि मेरो चाहिँ खासै चोट भनेको खुट्टा र हातमा भएको थियो अनि त्यतिखेर साथीले चलाउने अवस्था थिएन अनि अरू साथी पनि थियो अरूको एउटा सिट चाहिँ खाली थियो त्यतिखेर उसलाई पछाडि राखेर लग्यो अनि यहीँ 5 खालमै ट्रिटमेन्ट गराएर लगाएको थियो कि अनि मैले चलाएको अब स्कुटरको कन्डिसन पनि त्यस्तो राम्रो थिएन चलाउनै गाह्रो गरेर लगाएको थिएँ मैले अनि आफू त्यही माथि आफू घाइते त्यही भएर जवानीको जोसले चाहिँ चलाउनु हुन्न भन्ने कुरो हो मेन भनेको अलिकति यो बस्ती जाने देखिन्छ नि त्यहाँ चाहिँ अलिकति स्लो गरिहाल्नु पर्दो रहेछ कि जस मैले भोगेको कुराहरू मैले फिल गरेको होइन कुरा चाहिँ मैले सेयर गरेर आएको अब जहाँ बस्ती भएको छ मेरो चाहिँ त्यस्तै एक्सिडेन्ट नै भएको हो बुढाबुढी नै हुँदाखेरि नै एक्सिडेन्ट भयो नि होइन बस्तीमा भएको ठाउँतिर तर यो फेरि हाइवेतिर नि अलिकति टर्निङतिर अलिकति विचार गरेर टर्निङ गर्नुपर्छ किनभने अब टिफरहरू धेरै कुद्छ अनि टिफरहरूले यो पुरै बालुवाहरू धेरै गिटीहरू झारेर हिँड्छ क्या अनि त्यस्तोमा पऱ्यो भने त फेरि जान्छ नि त सिधै त्यही भएर टर्निङ पनि अलिकति केयरफुल भएर कुदाउनुपर्छ त्यहाँ पनि अनि अब हामी 0 किलो आइपुग्यो होइन यहाँ पनि अर्को छ लोकल ब्रेकफास्ट गर्ने ठाउँ यो मुस्कान भोजनालय भनेर यो छ होइन यहाँनिर देखिन्छ यो ठाउँ हो यो पनि जस बिहान चिया रोटी होइन आलु चनाहरू खानलाई चाहिँ एकदम बेस्ट ठाउँ के यो पनि मिठो पाउँछ यहाँ पनि अब दिउँसोको खाजाहरू चाहिँ पनि अब खासै छैन यहाँ चाहिँ खानासाना खानेहरू चाहिँ बिहान हो भने चाहिँ खानासाना पुरै हुन्छ यहाँनिर रेडी हुन्छ यो चाहिँ अलिकति लोकल टाइपको छ कि त्यहाँ चाहिँ राम्रो छ अब कोहीले अब रोटी मात्र खानु मन लाग्नेहरूलाई चाहिँ आएर त्यहाँनिर आएर खाँदा हुन्छ त्यो चाहिँ एकदम राम्रो छ पहिला चाहिँ मैले बिहान आउँदाखेरि चाहिँ मैले धेरै जस्तो चाहिँ रोटी चियाहरू त्यहाँ खान्थेँ क्या
अहिले चाहिँ हामी यहाँ दोलखाट आइपुग्नु लाग्यो। अब दोलखाटमा चाहिँ अब हामी एकछिन रेस्ट गर्छौँ 5-10 मिनट, अनि त्यसपछि फेरि हामी लाग्छौँ। अब दोलखाटको यसो नजारा सजारा होइन तपाईँलाई मस्त देखाइदिन्छौँ हामी। अब यो बजार क्षेत्र भएपछि अलिकति स्लो गर्नुपर्छ स्पिड हामीले। अब यहाँबाट फेरि दायाँ बायाँ आँखा चिम्लेर फेरि बाटो काटिदिँदा हुन्छ कि। अहिलेको के छ खोलाको अवस्था, त्यस्तो बढेको छैन है अहिले त होइन। पहिलाको जति अब खोलाको बढे हुन्छ नि लेभल, त्यस्तो बढेको छैन नि। म त पहिला त यहाँ माथिसम्म आउँथेँ नि त होइन। अहिले नर्मल छ पानी है, त्यस्तो खोला बढेको भन्ने चाहिँ देखेको छैन। यही हो बजारहरू, पसल ससल तरकारी सरकारी पसल। अब एकछिन कहाँ रोकौँ, यहीँ रोकौँ है। कहाँ छ रेडिमेड यहीँ लिने, यहीँ गरौँ त भैयाजीकोमा। अय्या यही हो। यहाँ तरकारी सरकारी कलेक्सन गरेर काठमाडौँ पठाउनु ला होला पक्कै होइन त। काठमाडौँ पठाउँछ होला नि। तिम्रो सबै यो कालो लागेको छ यहाँ के यहाँ के कत्तो पुस्छ त ऐनामीहरू। के आलु चप खाऊँ न। बुझ्यो यहाँ अर्को फेरि सानसानो रहेछ यहाँ चाहिँ। झिङ्गे माछा टेस्ट गर्ने तर टिटी त हुन्छ नि, थाहा छ। गर न टेस्ट गर्ने गर। गनाएको अहिले कहिलेदेखिको होला यो? उठ्दैन। नि माछा चाहिँ कति? कुनको माछाको? अनि उता 100 रुपैयाँ त उतु दाइहरुको म त्यहाँ नि 1 प्लेट 100 मा दिए त नि माछा यो। एउटा टेस्ट गरौँ न, टेस्ट गर्न पाइहाल्यो नि। टेस्ट गरे अनुसारको यहाँ भित्र बसेर खाने ठाउँ छ। खोलाको भ्यू हेर्दै अरे कस्तो रहेछ खोलाको भ्यू हेरौँ है। खोलाको भ्यू हेरिदिउँ न। अन्त रहेछ त देखिँदैन। अब छेकिँदो रहेछ नि। यो तल बस्यो भने चाहिँ खोलाको भ्यू देखिँदो रहेछ। यहाँ बस्यो भने चाहिँ यस्तो छ भ्यू चाहिँ खासै छैन रहेछ। कस्तो तर्सिनु भयो भने खोलाको भ्यू त सबै रुखले छेक्दो रहेछ। कस्तो मिठो रहेछ। हाफ हाल्यौँ न। 150 चाहिँ हालिदिउँ न। हुन्छ।